ल हेर्नुहोस् ल ल ल यहाँ टिकटकको कुरो पनि आएको छ अरे यहाँ ल ल ल ल त पर कहाँ पुग्नु भयो कहाँ पुग्नु भयो ल हेर्नुहोस् हो ल यो पल्लो गाउँ पनि चलिरहेछ हेर्नुहोस् ताप्लेजुङको बाटो हेर्नुहोस् कस्तो छ यहाँ भिरपाखा पखेरो चाहिँ एकदम रमणीय स्थल छ हेर्नुहोस् हामी टिको लगाएर झर्दैछौँ तल दोखु गाउँमा हामी जाँदैछौँ माथि ताप्लेजुङबाट हेर्नुहोस् कस्तो भिर पहरामा बाटो खोपेर बनाएको छ हेर्नुहोस् यहाँ यो ल हेर्नुहोस् यो पल्लो गाउँ हेर्नु कस्तो खतरा छ अनि हामी जाँदैछौँ टिको लगाएर उहाँ हेर्नुहोस् उहाँ परसम्म पर पनि हुनुहुन्छ हेर्नुहोस् जाँदै गर्नुभएको छ भनेर यहाँ साह्रै गाह्रो पहाडको बाटो हिँड्नलाई अलिक गाह्रो हुँदो रहेछ हामी हिँड्दैछौँ यहाँनिर एकदम गाह्रो भएर समृद्धिलाई पनि अलिअलि गाह्रो भएर यहाँनिर खुट्टा दुखेर गाह्रो भइरहेछ यहाँ नातिनी पुग्न फेरि साह्रै गाह्रो भन्दै हुन्छ आमाले अनि यहाँ बोकेर हिँड्ने हुनुहुन्छ यहाँ टिकटक बनाउनु पर्थ्यो मलाई चाहिँ छोड्नु भएको छ भनेर दिदीको गुनासो छ यहाँनिर माइल दिदीको साह्रो गुनासो भइरहेछ अनि यहाँ गाह्रो परिरहेछ नानी बोकेर जानुपर्ने लामो बाटो पहाडको रमाइलो टिको लाएर झर्दैछ हामी दोखुतिर ल हेर्नुहोस् अब मेरो मोबाइल छ नि ल